हेलो गाइज गुड मर्निङ आफ्टर लङ टाइम होइन आज चाहिँ अब आजदेखि चाहिँ अब मेरो यो युट्युब च्यानललाई कन्टिन्यू गर्ने भन्ने सोच भयो होइन अब त्यही भएर आजदेखि चाहिँ भिडियो अब रेगुलर बेसिसमा आउँछ अब वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज त्यही हो किप सेयरिङ फलोइङ लाइक पनि दिनु थम्सअप पनि दिइराख्नु होला सकेसम्म कमेन्ट पनि गरिदिनु द्याट विल बी बेटर बिचमा अलिकति घाय भएको थियो यो बाहिरको प्रोसेसमा चक्करमा यताउति अब चारैतिर लटपट भइहाल्यो होइन अब त्यही हो अब चाहिँ कन्टिन्युअली मजाले नै कन्टिन्यू गर्छु भनेर सोचेको छु युट्युब च्यानल सो अब डेली भनौँ न एउटा डेली बेसिसमा एउटा भिडियो चाहिँ आउँछ नै होला आई होप सो त्यो प्लान गरेको छु अनि त्यही हो अब एकछिनमा म कसरमा जान्छु होला I'll be doing my hair cutting भन्नु मतलब म त्यहाँ ट्रेनिङ पनि लिइरहेको छु त्यही हो ट्रेनिङ गर्दैछु अब त्यही भएर त्यहाँ जान्छु त्यहाँ अलिकति काम गर्छु अनि अब आज त्यही दिनभरिको आज के हुन्छ कस्तो कस्तो हुन्छ के हुन्छ आज नै बेलुका सकेसम्म अब अपलोड गर्छु होला मेबी एडिट गर्नु पऱ्यो यताउति गर्नु पऱ्यो आम नट प्रो एट एडिटिङ होइन एडिटिङमा चाहिँ त्यस्तो प्रो छैन त्यही पनि अब लेट्स सी जे जस्तो हुन्छ त्यस्तै बनाउने हो भर्खरै नै खोलेको युट्युब च्यानल हो यो होइन सो त्यस्तो धेरै प्रोफेसनिस्ट त होइन बट लेट्स कन्टिन्यू भन्ने एउटा मोटिभ हुन्छ मेरो मोटिभ चाहिँ जुन मान्छे एउटा हुन्छ नि एउटा इन्कमको सोर्समा लिएर युट्युब गर्छ नि त्यो चाहिँ मेरो मोटिभ होइन खासमा भन्नुपर्दा मेरो मोटिभ के भन्दाखेरि एउटा पछिसम्मको लागि नै एउटा मेमोरी बसिरहन्छ क्या युट्युब प्लेटफर्ममा न स्पेस लिने भयो न के हुने भयो होइन एउटा मेमोरी बसिरहन्छ त्यो चाहिँ एउटा बेटर अप्सन हो मेरो लागि चाहिँ अनि अब त्यही हो अब हजुरहरूको माया मिल्दै गयो भनेदेखि त मेबी ग्रो पनि गरिन्छ होला त्यही त्यसरी नै अगाडि बढ्दै गाइज र अब अहिले चाहिँ म होइन यहाँनिर हाम्रो यो दोकान छ कि यहाँनिर हेयर कटिङको म त्यहाँनिर आएको छु होइन बिहान उठेर भइहाल्यो हाम्रो पसल चाहिँ यो हो उहाँ चाहिँ हाम्रो नन्दलाल दाई हेलो भनिदिनु त ल हेलो मस्तै झाडो हान्नु बसिरहेको छ नि फेरि ठिक छ सही छ अब अङ्कलहरू चाहिँ आइसक्नु भएको छैन सब चाहिँ यही नै हो है अनि अब अङ्कलहरू चाहिँ आउनु भएको छैन मेन अङ्कलहरू चाहिँ अलिक पछि आउनुहुन्छ जस मलाई चाहिँ अङ्कलहरूले नि सिकाउनु भएको यहाँनिर सब काम गर्नलाई अनि हाम्रो चाहिँ यहाँ छुट्टै यो छुट्टै यो प्लेसको छुट्टै हुन्छ क्या जस्तै यो विनोद अङ्कलको भएन योवाला चाहिँ यो विनोद अङ्कल मेन हाम्रो यहाँको भनौँ न ओनर अङ्कलले यहाँ राखेर काट्नुहुन्छ अनि यहाँनिर जस्तै मैले नि काट्छु यहाँनिर यो एउटा अल्टरनेटिभ प्लेस भनौँ न एउटा जसले काट्न नि मिल्यो यहाँ हाम्रो रिकी ब्रोको हो त्यहाँनिर लास्टको हाम्रो नन्दलाल दाईको हो होइन इट्स गोइङ गुड यार ठिक छ रमाइलो छ मस्त टिभी सिभी छ भजन सजन हेऱ्यो बस्यो बिहान दिउँसो यसो गाना हेऱ्यो यस्तै हो हाम्रो ब्लग चाहिँ डे टु डे नै जान्छ किनभने पहिला चाहिँ टाइम पाएको थिएन खासमा म यताउति के एप्लिकेसन एप्लाई गर्ने यताउति गर्नेमा बिजी थिएँ अनि त्यही भएर लङ टाइम नै भयो 2 वर्ष भयो मैले युट्युब च्यानल खोलिकन यो गरेको चाहिँ सो स्टे ट्युन अब त्यही हो अब नयाँ नयाँ भिडियोहरू हाल्छु यो हेयर कटिङ पनि अब हेयर कट गरी पनि हेरिहाल्छु Lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started.
चाहिँ म घर आइसकेँ होइन। भिडियो गर्दै थिएँ म कोलकातामा भिडियो गरिरहेको थिएँ। म भन चार्जै सकेछ क्या, अनि अफ भएर छ अनि सो हिँडिङ्गै गर्न पाइनँ। मोबाइल अलिकति चार्ज कम टिक्न थालेको छ आजभरि। अनि त्यही हो, हेयर ट्रेनिङ त नभनौँ, अब त लगभग सकिसकेको छ। एकजना साथी नै थियो, मतलब हाम्रो आइपिएलहरू हुँदाखेरि त्यहाँनिर हाम्रो भिडभाड हुन्छ क्या, लास्टै भिडभाड हुन्छ पसलमा। अनि त्यहाँनिर सबजना आएर हेर्छ क्या, मतलब इभन घरमा अब सबैको घरमा त्यहाँ बिग टिभी भए पनि त्यहाँनिर चाहिँ अलिकति माहौल बन्छ होइन। अनि लगभग सबैजना त्यहीँ आउँछन्, ऊ पनि त्यहाँबाट चिनेको मान्छे थियो। अनि यसरी काट्यो होइन, फ्रेस लुक बनाएर पठायो केटालाई। त्यही हो, अब अहिले चाहिँ अब आजको लागि चाहिँ यहीँनिर इन गर्नु पऱ्यो। आज धेरै पछिको आज फर्स्ट डे पनि हो। आज चाहिँ लगभग 10 मिनट त हुन पनि लाग्यो होला भिडियो अब यताउति गर्दाखेरि। सो आजलाई चाहिँ यहीँ एन्ड गरौँ। अब नेक्स्ट डे के हुन्छ अब भोलिको भोलि नै हेरौँ न। अब आज चाहिँ कतै पनि गएन, आज त्यही नै भयो, त्यहाँ पसलतिर बस्यो, 2-4जना काट्यो। मैले यादै नगरेको क्या पहिला। अनि अब पछि चाहिँ भिडियो हाल्छु भनेर, भिडियो बनाउँछु भनेर एउटा टक्क बनाएर राखेर, टक्क स्ट्यान्ड जस्तो बनाएर ठाउँमा जस्तो राखेर मोबाइल राखेर कटिङ गर्न थालेको, टक्कै बिर्सेछ क्या। मोबाइलमा चार्जै सकेछ, फेरि अफ नै भइदिन्छ क्या मोबाइल। अनि पछि यसो हेर्छु त ल भिडियो त आइडी मात्रै छ, अनि ठिक छ केही पनि छैन। अब त्यही हो, अब आजलाई यति नै भयो गाइस। ल सबैजनाको राम्रो जाओस् दिन, बिकज भर्खरै अब 1-2 बजिरहेछ। You all guys have a very good day and take care, keep subscribing, keep following होइन। जस्ट च्यानललाई पुसअप गर्नु पऱ्यो कि, अलिकति पुस गराउनु पऱ्यो क्या हजुरहरूले, त्यही नै हो।